हेलो एभ्रिवान। आज चाहिँ म चाहिँ नि लप्सीको जाम बनाउनु पर्यो भनेर नि मम्मीले लप्सी लिएर आउनु भएछ कि अन्त यसलाई चाहिँ नि यसरी उसिन्नु पर्दो रहेछ नि त पटपट फुट्ने गरी हो। अन्त मजाले उम्ल्यो हो उसिन्यो मजाले कि अब यसलाई चाहिँ उसिनेर चडक्कै यसलाई चाहिँ फुटाएर चाहिँ सेलाउनु पर्दो रहेछ होइन। सेलाएर चाहिँ त्यहाँदेखि हुन्छ नि यसको अन्त त्यसको लागि इन्ग्रिडियन्ट्स के चाहिँदो रहेछ म अहिले देखाउँछु है तपाईँहरूलाई। ल यसलाई मजाले उसिन्नु पर्यो नि मरमसलाहरू तपाईँले यहाँ देखिरहनु भएको छ होइन। यो तपाईँको मेथी अन्त रातो रङ है नुन अन्त डल्ले चाहिँ मैले यति ल्याएको छु हो। यो डल्ले त्यत्र हाल्दिनँ। त्यहाँदेखि तपाईँको जिरा धनियाँको पेस्ट उयो छ हो धुलो। त्यहाँदेखि यो तपाईँको बेसार भयो अन्त यो गुड भयो। अन्त गुड र साथसाथै म यसमा चिनी हालेर यसलाई पकाउँछु मजाले र तपाईँले हेर्न सक्नुहुन्छ है। यसलाई 10 मिनट भयो पकाइसकेको होइन। अझ मजाले उम्लिँदैछ पक्दैछ मजाले। र अहिले चाहिँ भने मैले है लप्सीलाई निकालेँ बोइल गरिसकेर होइन। अनि सबै यसरी यहाँनिर है बोलमा हालेर सुक्नुको लागि मिन्स अलिक चिसो बनाउनु लागि छोडिदिएको। कस्तो टाइम भयो हेर्नुहोस् न पटेलो भएछ। यसरी बोक्रा चाहिँ तपाईँको पटपट फुट्ने गरी चाहिँ उसिन्यो भने चाहिँ मजा आउँछ क्या। आज मैले फर्स्ट टाइम बनाएको कि मम्मीले सोध्दै बनाएको त हेर्नु कस्तो हुन्छ है। ल म तपाईँलाई अगाडि प्रोसेस पनि देखाउँछु नि। अहिले चाहिँ मैले माथिबाट है हल्का तपाईँको गुड हालिदिएको छु नि त। गुडले त है टेस्ट अर्कै हुन्छ गुडको। चाहिँ गुड चाहिँ बिलाएर हाल्नुपर्ने हो। तर मैले मसिनो भच्चाएर हालेँ नि त। तपाईँको यस्तो हुन्छ नि टेस्ट है। अब लप्सीको पानी थियो अघि त्यो पानी हालिदिएँ। अब मम्मीले त्यसरी बनाउँथ्यो नि त। मम्मीले त यो मसला खऱ्यो नि अघि म दाइमा लेख्छु दामी हुन्छ कतिवटा फुटेको छ नि चलाउनु पर्दैन नि। तपाईँको लप्सीको चाहिँ लप्सी त आज चिकन भेराइटी सब पाएको छ लप्सी त। अहिले हेर्नुहोस् यतिको चाहिँ आएको छ फोनमा हो। यसको चाहिँ के भने तपाईँको चाहिँ भुटुन चाहिँ अलिक डढेको हुनाले गर्दाखेरि यस्तो भयो। अदरवाइज चाहिँ तपाईँको कलर हेर्नुहोस् है तपाईँको गुडको कलर आएको है गुडको। अब यसलाई के भन्नु पर्ने तपाईँको सेलाउनु छोडिदिनु थियो हो। यो पाकिसक्यो हो। यसलाई 8 घन्टा जस्तो तपाईँको सेलाउनु दिनुपर्छ सेलिनु। तपाईँको अचार कम जिएम त के भन्नु अचार भन्नु है। यसले तपाईँको खाना चाहिँ ओभर चाहिन्छ क्या। ओभर चाहिन्छ ओके। त्यसमा म तपाईँलाई सेला हालेर ल चिसो बनाएर यसलाई चाहिँ तपाईँको फुट्ने बोलमा हालेर राख्नुपर्छ। प्लास्टिक बोलमा राख्नु फुट्ने हालेर त्यसको फाइनल कलर हेर्नुहोस् त यति दामी आएको छ कलर। म टेस्ट गर्नको लागि चाहिँ यहाँनिर मगाएर ल्याएको छु तातो पिरा म त सेलाहाल्यो अनि मुखमा कि खम्की निकाल्नु कि भन्यो तातो क्या त्यसरी अत्तालिँदै खाएको त अन्त। अनि चाख्नु आऊ भन्यो म त चाख्नु आएको नि अन्त के छ टेस्टी भएछ टेस्टी दामी भएछ मैले बनाएको नि त। यसमा के कमी भयो के कमी महसुसै गरिनँ मैले दामी भएछ। अब यसलाई चाहिँ है अलिक सेलाएपछि 15 मिनट जस्तो सेला आधी घन्टा 15 मिनट जस्तो सेलाएर चाहिँ तपाईँ यो चाहिँ बोइममा हाल्छु चटक्कै हो। सिरिप खानुपर्छ त्यहाँदेखि तपाईँको चाहिँ मामसँग।